सम्पूर्ण सर म्याडमहरुमा नमस्कार। आज हामी विशेष अनुदानको बारेमा छलफल गर्छौं। नेपालमा संघीयता लागू भइसके पश्चात संघ सरकारले प्रदेश तथा स्थानीय तहहरूलाई त्यसैगरी प्रदेश सरकारले आफ्ना प्रदेशभित्रका विभिन्न स्थानीय तहहरूलाई अनुदान प्रदान गर्ने गर्दछ। ती अनुदानहरूमध्ये वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र आज हामी विशेष अनुदानको बारेमा चर्चा गर्छौं। लोकसेवा लगायत विभिन्न कम्पिटेटिभ एक्जामहरूमा यी टपिकहरूमध्येबाट प्रश्नहरू बारम्बार सोधिने भएकोले यी टपिकहरूलाई एकचोटि ध्यान दिएर हेर्नुहोला। आज हामी सुरु गरौँ आजको टपिकबाट। आज हामी विशेष अनुदानबाट सुरु गर्छौं। विशेष अनुदान भनेको के हो त? अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 को दफा 11 अनुसार नेपाल सरकारले देखाएको कुनै उद्देश्य राखी प्रदेश वा स्थानीय तहबाट सञ्चालन गरिने कुनै खास योजनाको लागि विशेष अनुदान प्रदान गर्नुपर्छ। आखिर विशेष अनुदान कुन क्षेत्रमा प्रदान गर्ने अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 ले यसरी चाहिँ परिभाषित गरेको देखिन्छ। जस अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपूर्ति, त्यसैगरी अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्ने र अन्त्यमा आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग वा समुदायको उत्थान वा विकास गर्ने। मैले लोकसेवाको तयारी गरिरहँदा मलाई सधैँ एउटा कन्फ्युजन हुने गर्थ्यो, समपूरक अनुदान र विशेष अनुदान के एउटै कुरा हो? यी विषयमा अझै पनि धेरै सर म्याडमहरुमा कन्फ्युजन हुन सक्छ। त्यसैले आज हामी कार्यविधिमा के भनेको छ त्यो कार्यविधिको प्रस्तावनाबाट आज हामी यसलाई बुझ्ने प्रयास गर्छौं। जसमा समपूरक अनुदान भन्नाले यो सम्पूरक र विशेष अनुदानसँगै प्रदेश वा स्थानीय तहको सामाजिक, आर्थिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गरी प्राथमिकता प्राप्त आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित रूपले समपूरक अनुदान विशेषतः आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा सन्तुलन कायम गर्नको लागि यो आयोजना वा कार्यक्रम कार्यान्वयन गर्न न्यायोचित रूपले समपूरक अनुदान चाहिँ प्रदान गर्ने गरिन्छ भने विशेष अनुदान आधारभूत सेवाको विकास र आपूर्ति गर्न तथा सामाजिक आर्थिक रूपान्तरण मार्फत विभेद र वञ्चितीकरणमा परेका वर्ग वा समुदायको उत्थान र विकास गर्न प्रदेश वा स्थानीय तहबाट सञ्चालन गरिने आयोजना वा कार्यक्रमको लागि विशेष अनुदान प्रदान गरिन्छ। यसमा हामीले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण पोइन्ट भनेको विभेद र वञ्चितीकरणमा परेका वर्ग वा समुदायको उत्थान र विकास गर्न प्रदेश वा स्थानीय तहबाट सञ्चालन गरिने आयोजना वा कार्यक्रमको लागि, अर्थात् यो एउटा लक्षित वर्गलाई विशेष अनुदान चाहिँ प्रदान गरिन्छ। भनेपछि विशेष अनुदान एउटा विशेष पर्टिकुलर आयोजना परियोजनाको लागि हुने भयो, आयोजना वा कार्यक्रमको लागि हुन सक्छ, हुने भयो हैन। तर समपूरक अनुदान कुनै आयोजना यो पूर्वाधार विकाससँग सम्बन्धित हुन सक्छ, यसमा पीपीपी मोडेलबाट पनि जान सक्यो। त्यसैगरी विशेष अनुदानमा एउटा विशेष कार्यक्रम लक्षित वर्गहरूको हित तथा प्रगतिको लागि यस्तो अनुदान दिने गरिन्छ। त्यसैगरी नेपालमा भएको व्यवस्थाहरू मैले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदानहरू पढाउँदा अलरेडी ती भिडियोहरूमा मैले यी विषयवस्तुहरूको बारेमा उल्लेख गरिसकेको छु। एकचोटि डिस्क्रिप्सनमा गएर त्यो भिडियो पनि अवश्य हेर्नु होला। यसमा हामीले एउटा सम्झिनुपर्ने एउटा मुख्य कार्यविधिको रूपमा विशेष अनुदान सम्बन्धी कार्यविधि हाम्रो छ, जुन पहिलो संशोधन 2082 जेठ महिनामा भएको थियो हो, त्यसलाई चाहिँ ख्याल गर्नु होला, त्यसलाई नछुटाउनु होला। त्यसैगरी सालबसारी रूपमा जारी हुने विनियोजन ऐन, आर्थिक ऐन लगायतका अन्य नीति तथा कार्यक्रमहरू हुन सक्छ, वार्षिक बजेट योजनाहरू हुन सक्छ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, त्यसैगरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र अन्य ऐन कानुनहरूको रूपमा त्यो भिडियोहरूमा उल्लेख गरेको छ, त्यो एकचोटि हेर्नु होला। त्यसैगरी विशेष अनुदान प्रदान गरिने क्षेत्र र आधारहरू के हुन् त? विशेष अनुदान कुन क्षेत्रमा प्रदान गर्न सकिन्छ भन्दा पहिलो, शैक्षिक विकासको लागि सेवाको गुणस्तर अभिवृद्धि गर्नको लागि यी अनुदान दिन सकिन्छ। आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न, त्यसैगरी आधारभूत खानेपानी तथा सरसफाई सुविधाबाट वञ्चित, दलित, लोपोन्मुख तथा आर्थिक सामाजिक रूपले पिछडिएको समुदाय लक्षित गरी सञ्चालन गरिने खानेपानी तथा सरसफाईहरू, विपद जोखिम न्यूनीकरण तथा नेपाल सरकार र प्रदेश सरकारको कार्यक्रममा नसमेटिएका विपदबाट क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माण, त्यसैगरी लोपोन्मुख, विपन्न तथा सीमान्तकृत समुदायको लागि नमुना आवास, एकीकृत बस्ती विकास लगायतका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नको लागि पनि विशेष अनुदान प्रदान गर्ने गरिन्छ। यसले एउटा पर्टिकुलर अब अर्को हामीले यसमा बुझ्नुपर्ने कुरा, समपूरक र विशेष अनुदान कार्यक्रमको लागि कुल लागत अनुमान कति हुन्छ? मैले सम्पूरक अनुदान पढाउँदा अलरेडी त्यहाँ उल्लेख गरिसकेको छु, एकचोटि त्यहाँ हेर्नु होला। र यो मैले यहाँ सम्पूरक र विशेष अनुदान एउटा टेबलबाट देखाएको छु, जसमा यहाँहरूलाई चाहिँ सम्झिन सहज हुन्छ भनेर यसरी मैले टेबलबाट चाहिँ राखेको छु। पहिलो, हाम्रो गाउँपालिका वा नगरपालिकाको हकमा सम्पूरक अनुदान 1 करोडदेखि 7 करोडसम्म छ भने सम्पूरक अनुदान प्रदान गर्न सकियो। त्यसैगरी विशेष अनुदान प्रदान गर्न 25 लाखदेखि 3 करोडसम्म
प्रदान गर्न सकिन्छ। त्यति बराबरको कुल लागत अनुमान छ भने अनि चाहिँ त्यति बेला चाहिँ विशेष अनुदान प्रदान गर्ने गरिन्छ। त्यसैगरी उपमहानगरपालिका वा महानगरपालिकाको केसमा सम्पूरक अनुदान 3 करोडदेखि 7 करोडसम्म, त्यसैगरी विशेष अनुदान 25 लाखदेखि 5 करोडसम्म प्रदान गरिन्छ। र अन्त्यमा प्रदेश सरकारको हकमा 10 करोडदेखि 30 करोडसम्म छ भने सम्पूरक अनुदान प्रदान गर्न सकियो। त्यसैगरी विशेष अनुदानको लागि 5 करोडदेखि 10 करोड। अर्थात् यहाँबाट एउटा कुरा के बुझ्न सकिन्छ भने विशेष अनुदान हाम्रो यो सानो सानो आयोजना तथा कार्यक्रमहरूका लागि दिने गरिन्छ भने समपूरक अनुदान ठुला ठुला आयोजनाहरूको लागि चाहिँ कम्पेरिटिभली दिने गरिन्छ। हामीले अर्को महत्त्वपूर्ण ध्यान दिनुपर्ने विषय भनेको विशेष अनुदान अन्तर्गतको आयोजना वा कार्यक्रम प्रस्ताव गर्दा त्यस्तो आयोजना वा कार्यक्रममध्ये पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाको हकमा बढीमा 3 वर्ष र कार्यक्रमको हकमा सालबसाली सम्पन्न हुने गरी प्रस्ताव गर्नुपर्नेछ। मानौ कुनै दलित समुदायको लागि कुनै लक्षित कार्यक्रम आयो या कुनै लोपोन्मुख समुदायको लागि कुनै कार्यक्रम आयो भने त्यो सालबसाली अर्थात् त्यही आर्थिक वर्षमा हामीले सकाउनु पर्ने हुन्छ। एउटा आर्थिक वर्षमा भएको कार्यक्रमको भुक्तानी अर्को आर्थिक वर्षमा त्यसरी दायित्व सार्न पाइँदैन। तर अर्को महत्त्वपूर्ण कुरा यसमा समपूरक अनुदान बमोजिम आयोजना वा कार्यक्रम प्रस्ताव गर्दा 3 वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गर्नुपर्ने हुन्छ। आयोजना वा कार्यक्रम कसरी छनौट हुन्छ त? यो विषय मैले अलरेडी समपूरक अनुदान पढाउँदा मैले डिटेल रूपमा त्यहाँ एक्सप्लेन गरिसकेको छु। समपूरक अनुदान र विशेष अनुदानको आयोजना वा कार्यक्रम छनौट प्रक्रिया दुईटैको सेम छ। त्यसैले एकचोटि सम्पूरक अनुदानको भिडियो अवश्य पनि माथिको आई बटनमा क्लिक गरेर वा डिस्क्रिप्सनमा मैले राखिदिन्छु, त्यहाँबाट गएर एकचोटि त्यो हेर्नु होला। यो दुईटै सेम छ, मात्र तपाईँको सम्पूरक अनुदानको ठाउँमा यहाँ मैले सम्पूरक अनुदानको ठाउँमा यहाँ विशेष अनुदान मात्र शब्द मात्र चेन्ज गरेको छु, बाँकी सबै सेम छ। एकचोटि सम्पूरक अनुदानवाला भिडियो अवश्य पनि हेर्नु होला। त्यसमा मैले यसमा सम्पूरक अनुदान मैले पढाउँदा एउटा पोइन्ट त्यहाँ लेख्न छुट्याएको थिएँ, अन्तिमवाला पोइन्ट हेर्नु होला। एकचोटि मन्त्रालयले आयोजना वा कार्यक्रम LMBIS-मा प्रविष्टि गरी बजेट अख्तियारी तथा निकासा सम्बन्धित प्रदेश तथा स्थानीय तहमा गर्दछ। अर्थात् जब वैशाख 20 गते योजना आयोगले प्रदेश वा स्थानीय तहको आयोजना वा कार्यक्रमको छनौट गरी सोको विवरण सहितको जानकारी अर्थ मन्त्रालयमा पठाउँछ, त्यसपछि अर्थ मन्त्रालयले के गर्छ, ती आयोजना तथा कार्यक्रमलाई LMBIS-मा प्रविष्टि गरी बजेट अख्तियारी तथा निकासा सम्बन्धित प्रदेश तथा स्थानीय तहमा त्यसपछि बल्ल निकासा कायम गर्ने गरिन्छ। अनुदान रकमको निकासा सम्बन्धी व्यवस्था पनि यो हाम्रो सेम तपाईँको सम्पूरक अनुदान जस्तै यसमा पनि छ। कोलनिकाबाट पुँजीगत प्रकृतिको विशेष अनुदान निकासा माग गर्दा आयोजना वा कार्यक्रमको खरिद योजना, खरिद सम्झौता र कार्य प्रगति विवरण पनि पेश गर्नुपर्ने हुन्छ। त्यसैगरी विशेष अनुदानबाट कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि नेपाल सरकारले अनुदान दिँदा सम्बन्धित प्रदेश वा स्थानीय तहबाट उक्त आयोजना वा कार्यक्रम भएको कार्य प्रगतिको आधारमा त्रैमासिक रूपमा अनुदान रकम उपलब्ध गराउनु पर्नेछ। त्यसैगरी प्रदेश वा स्थानीय तहले विशेष अनुदानबाट कार्यान्वयन भइरहेको आयोजना वा कार्यक्रमको कार्य सम्पन्न प्रतिवेदन पेश गरेपछि मात्र त्यस्तो आयोजना वा कार्यक्रमको अन्तिम किस्ता बापतको रकम स्थानीय तहलाई दिइनेछ। अर्थात् यसबाट हामीले त्रैमासिक रूपमा रकम निकासा गर्छौँ र कार्य सम्पन्न प्रतिवेदन भएपछि मात्र यसको हामी अन्तिम किस्ता निकासा गर्छौँ, जुन मैले अलरेडी सम्पूरक अनुदान पढाउँदा पनि मैले भनिसकेको छु। अर्को सम्पूरक अनुदान प्रदान नगरिने अवस्था, यहाँ चाहिँ विशेष अनुदान प्रदान नगरिने अवस्था हुनु पर्थ्यो, यसलाई सच्याउनु होला। यो विशेष अनुदान प्रदान नगरिने अवस्था र यो सम्पूरक अनुदान प्रदान नगरिने अवस्था दुईटै सेम भएको कारणले यहाँ कपी हुन गएको छ हैन। यी सबै पोइन्टहरू सेम छ। तपाईँको मैले सम्पूरक अनुदान पढाउँदा जे व्यवस्था थियो सेम व्यवस्था तपाईँको विशेष अनुदानको लागि पनि सेम रहेको छ, एकचोटि आफै पढ्नु होला। त्यसैगरी मैले इम्पोर्टेन्ट नोट्सको रूपमा सम्पूरक अनुदान पढाउँदा जे विषयहरू राखेको थिएँ सेम विषयहरू विशेष अनुदानमा पनि छ। सम्पूरक र विशेष अनुदानका धेरै विषयवस्तुहरू म्याच खान जान्छ, त्यसैले यी दुईटैलाई कम्पेयर गरेर तयारी गर्नु होला हैन। वर्ग र स्थानीय समुदाय यी जति पनि पोइन्टहरू छ हो कम्तीमा 2 पटक सार्वजनिक अधिवेशन तथा वर्षको 1 पटक चाहिँ हामीले सार्वजनिक सुनवाई गर्नुपर्ने यी पोइन्टहरू चाहिँ सम्झिनु होला। त्यसैगरी मङ्सिर मसान्तभित्र ठेक्का सूचना हुन नसकेमा हैन अनि उद्देश्य अनुरूप कार्य प्रगति हुन नसकेमा अनुदान रोका हुन सक्छ वा कटा गर्न सकिन्छ। यो अनुदान रोका सम्बन्धी अन्य व्यवस्थाहरू पनि छ जुन विशेष अनुदान सम्बन्धी कार्यविधिमा एकचोटि हेर्नु होला। प्रदेश वा स्थानीय तहले सम्पूरक अनुदानबाट मैले यसलाई रिपिट गर्न चाहिन्न, यो सम्पूरक अनुदानमा एकचोटि भिडियो हेर्नु होला। त्यसैगरी यो हाम्रो स्थानीय तहले सम्पूरक अनुदानबाट कार्यान्वयन गरिएको आयोजना वा कार्यक्रमको प्रगति प्रतिवेदन अनुसूची 5 बमोजिमको ढाँचामा तयार गरी योजना आयोगले निर्धारण गरेको विद्युतीय प्रणालीमा त्रैमासिक रूपमा प्रविष्टि गर्नुपर्ने र सोको प्रतिवेदन कोलनिकामा समेत पठाउनु पर्ने व्यवस्था रहेको छ। आजको लागि यति नै। फेरि अब हामी आगामी भिडियोमा भेटौँला। सबैको दिन शुभ रहोस्। थ्याङ्क यू सो मच।